हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ लङ टाइम पछि हजुरहरूको सामु भिडियो बनाउँदैछु। पहिला चाहिँ तपाईँहरूले भिडियो मेरो नेपालदेखि हेर्दै हुनुहुन्थ्यो भने अब चाहिँ जापानको फुकुओका भन्ने ठाउँबाट हेर्दै हुनुहुन्छ। आज चाहिँ हामी के गर्छौँ सबै कुराहरू हजुरलाई देखाउने छौँ, हेर्दै जानुहोस्। नेपालमा भएको भए साथीहरू यस्तो खाली रोडमा बाटो क्रस गरेर अहिलेसम्म आइसक्थ्यो होला। बिचरा नियम पालना गर्नु पर्यो नि त। 1 मिनट जति बसेर नियम पालना गरेर आउँदैछन् हाम्रो साथीहरू चाहिँ। नयाँ एक दुई दिन भयो भनेर आएको। उनीहरूलाई चाहिँ अब हामीहरू चाहिँ मार्टमा लगेर सामानहरू किनाएर अब 1 हप्ता अगाडि आएको पनि फाइदा छ साथीहरू। सेन्पै भन्दैछौँ कि हामीहरू। कौन आया रे? हेलो, हाई हाई। अनि यो चाहिँ मेरो साथीहरू हुन्, मेरो नन्द बहिनी। वेलकम छ मेरो च्यानलमा। के भन्थ्यो? धन्यवाद। आफै भन्नुपर्छ, आफै सिकाउनु चाहिँ गाह्रो छ मलाई पनि साथीहरू। यिनीहरू चाहिँ हाम्रो रुममेटहरू हुन्, बर्दिया र दोलखाका साथीहरू। नयाँ नयाँ साथीहरूसँग नयाँ नयाँ ठाउँ घुम्न पाउँदा एकदम खुसी लागिरहेको साथीहरू। अनि हाम्रो खुसीको कुराहरू चाहिँ तपाईँहरूसँग साट्न पाउँदा झनै खुसी छौँ हामीहरू। अहिले चाहिँ हल्का हल्का जाडो भइरहेको छ साथीहरू। अनि हामी चाहिँ अब ट्रेन चढ्ने ठाउँमा स्टेसनमा जाँदैछौँ उकालो चढेर। रसु हाई। हामी नन्द बहिनीसँग हिँडिरहेको छु म फेरि। खुसी लाग्यो। कतिका भेट्यौँ नि? 1 महिना। 1 महिना। हाम्रो 1 महिनापछि भेट भयो। अब हाम्रो धौधौगाको ल्याउन गएर बल्ल भेट भयो। दादा ल्याउन गएर भेट भयो, नत्र पनि हुन्थेन। भइजान्थ्यो। हामी आउने थियौँ तारस्टन भनेर मात्रै नगएको। त्यो साथीहरू अब हामी चाहिँ ट्रेनमा चढ्छौँ। नयाँ अनुभव है। पहिलोपटक हो नि तिम्रो ट्रेन? मेरो चाहिँ सेकेन्ड टाइम। म अस्ति नै हाकातप गएर आइसकेको थिएँ। मेरो चाहिँ यो सेकेन्ड टाइम हो। मेरो चाहिँ फर्स्ट टाइम हो। फर्स्ट टाइम अनुभव गर्नेवाला छु कस्तो हुन्छ भनेर। अनि त्यस पछाडि हामी त्यही हो के छौँ प्रतिक्रियाहरू चाहिँ दिँदै गर्नेछौँ। यस्तो सफा छ नि बाटोघाटो भन्ने कुरो छ। सुत्दिन जस्तो छ यहाँ, भने हामी चाहिँ क्युसेन दाइमाईबाट चढ्दैछौँ साथीहरू हाकतासम्मको लागि। अनि हाकतासम्मको लागि 340 रुपियाँ रहेछ येन। अब हामीहरू चाहिँ टिकट काटेर पनि देखाउँछौँ तपाईँलाई। अहिले चाहिँ अब भाइहरू तारसहरू पनि जाने रे। अनि वेटिङ गरिरहेको छौँ हामीहरू चाहिँ साथीहरू। यस्तो सफा छ कि बाटो त। निद लाग्यो भने सुत्यो पनि केही फरक नपर्छ। म त थचक बस्दिन्छु, थकाइ लाग्यो हुन्छ थचक बस्दिन्छु म त। केही फोहोर छैन के र के हुन्छ र होइन। नेपाली हो, नेपाली जे पनि पायो भने के गर्नु। बरु दुलेनी पनि छिटो सकिन्थ्यो होला। आमामा के साह्रो ढिला। अब हामीहरू चाहिँ टिकट काट्दैछौँ साथीहरू। 310 रुपियाँ लाग्छ। पैसा खोज्दैछु, पैसा हाल्ने त्यहाँ हो साथीहरू। अनि इङ्ग्लिसमा थिच्ने 300 पैसा देखाइहाल्छ। अनि भइगयो के आउँछ पैसा र टिकट चाहिँ यहाँ हाल्ने अनि पर गएर निकाल्ने। गयो केटीहरू। टिकट चाहिँ यहाँ हाल्ने, यहाँबाट निकाल्ने अनि जाने। अब हामी चाहिँ लाग्यौँ। अब यो राख। अहिले फेरि झर्ने बेला चाहिन्छ यो टिकट। यो टिकट चाहिँ चढ्ने बेलामा राख्नु पऱ्यो, झर्ने बेलामा चाहिँ फेरि यही हालेर निस्किनुपर्छ। झर्ने बेला चाहिँ टिकट दिँदैन है। फाइनली हामीहरूले चाहिँ टिकट काटेर पनि हिँडिसक्यौँ। अब हाकताप पुग्छौँ साथीहरू। हामीहरू ट्रेनको वेटिङमा छौँ। त्यहाँ गएर हामी बिन्दा सेन्सेको लागि काम खोज्ने बेला छौँ। आफूलाई त होइन फेरि यिनीहरू त धनीमा नि यिनीहरूले काम खोज्नु पर्दैन, मलाई मात्रै पर्छ। तर खोज्ने हामी चाहिँ केही टाइम पछि किनभने हामी आएको भर्खर आज 3 दिन भयो नि त। त्यही भएर हामी आएको 1 हप्ता भइसक्यो। अब काम गर्नुपर्छ। कोही हाकतातिर हुनुहुन्छ भने भिडियो हेर्दै हुनुहुन्छ नि प्लिज मलाई काम लगाइदिनुहोस्। ट्रेनको वेटिङमा बस्दा बस्दा वाक्क लागिसक्यो साथीहरू। ट्रेन पनि आयो साथीहरू। अब हामी चाहिँ ट्रेनमा चढ्छौँ। ट्रेनमा चढ्यौँ हामीहरू। सिपाही नै बस सक्छौँ मासेन। हामी चाहिँ फाइनली ट्रेनमा पनि बसिसक्यौँ साथीहरू। ट्रेनमा बसिसकेको केटीहरू। म चाहिँ हाम्रो साथीहरूसँग यता बसेको छु। हामी चाहिँ हाकता जान लागेको ट्रेनमा बसिसक्यौँ। कस्तो महसुस भइरहेको छ।
कस्तो भयो कस्तो भयो भनेको रमाइलो भइरहेछ त्यस रमाइलो मानिरहन् केटीहरूले चाहिँ फाइनली हामीहरू चाहिँ हाकत्ता पनि आइसक्यौँ गाइजहरू हामीहरू चाहिँ पुरै टोली आयौँ यो हराउँछ भनेर टेन्सन लागिसक्यो यहाँ हराउँछ भनेर पिरोले बेदिन्छ केटीहरूलाई हाकत्ता बनाएर टेन्सनले मराइहाल्नु फेरि नेपालको एयरपोर्ट भन्दा पनि ठुलो छ हाकत्ताको स्टेसन हो कि होइन दिपा भनिदियो त नेपालको एयरपोर्ट भन्दा ठुलो छ किन भन त एकदम त्यत्तिकै डेभलप भएन कि स्टेसन सुन्दा यस्तो छ मान्छे हराउनु जस्तो छ गाह्रो छ ओइ साथीहरू हराए त खोइ तारा सरू हराउलान् कि यार खोइ तारा सरू छैन लौ यति बेलै कहाँ गयो तपाईँ बोलाहरू छैन रिटर्न ब्याक हुँदैछौँ हामीहरू साथीहरू हरायो पछि आऊ मेरा पछि हराउला तिमीहरू पनि गाह्रो छ केटाकेटीलाई ल्याउन गाह्रो छ कहाँ हरायो कि त्यो बोला कहाँबाट निक्ले तँ गरे देख्यौ के हुन् कि सँगसँगै त आउनुपर्छ एयरपोर्टमा अरे एयरपोर्ट स्टेसन हाकताको स्टेसनमा हाम्रो 3 जना साथीहरू हराएको सूचना गर्न चाहन्छु तपाईँहरूमा आजमा कृपया कसैले भेट्नुहुन्छ भने सम्पर्क गर्न भनेर देश है केटाहरू हराए केटीहरूलाई फेरि रमाइलो लगाइरह यिनीहरूलाई पनि म यहीँ बेचिदिन्छु होइन भाउजू ओइ केटी हो तिमीहरूलाई चाहिँ कस्तो फिल भयो त आज रेलमा चढ्दाखेरि भन्नु देन्सियामा चढ्दाखेरि भनौँ मोज मारे हान तर पानी परेर के तिमीहरू पनि हराउने थियो थाहा कि नानी हो कि नै दिपा भन त हेर भाइहरू तिमीहरू हराएकोमा यिनीहरू खुसी भएको हेर हेर होइन हराएर खुसी भएको छ नि हराए मान्छे बल्ल तल्ल भेट्थे हराउने मान्छेहरू यिनै हुने अब सिधै हो बल्ल तल्ल भेट्थे केटीहरूलाई फेरि अगाडि बसालेर यहाँ खोज्न आएर कम त गाह्रो छ मलाई हराउनेका चेहराहरू हेर्नु साथीहरू अब बल्ल तल्ल केटा भेटेको थिएँ केटीलाई फेरि टोइलेट लाग्यो फेरि टोइलेट लगिन जानु लाग्छु मेरो जिन्दगी त यता र उता गरेर जाने भयो के खाएर आयो गरे तिमीले टोइलेट गयो भने नाम थाहा भएर यो खाइन् भन्दा के हो सुमीमा सेन भने गरे के गरेको अरे भागेका तर्सिने गरी भनेको हो कि सुमीमा सेन राम्रोसँग भनेको भए फेरि हाम्रो फेरि भोइस कस्तो भागेका फुटफुटे गाह्रो छ हाकताको स्टेसन वरिपरि डुल्यान्छ 10 घन्टा 10 मिनट पिसाब लाग्ने कोही हराउने रमाइलो छ फर्स्टमा जापान चाहिँ घरदेखि ल्याए पैसा नसकिँदासम्म मात्रै जापान रमाइलो साथीहरू कस्तो छ भन्ने कुरो त घरका पैसा सकेपछि बल्ल फिल हुन्छ भर्खर 1 हप्ता त छ रमाइलो गर्नै पर्यो होइन 1 हप्ता 1-2 महिना कटोस् न जापान तायन देख्ने गर्ने यहाँ चक्कुले कपाल काटेर यहाँ नक्कलीहरूलाई हेर्नु त रेटे पारेर कपाल आमा यो त भेजमै भयो थाहै छैन जापानमा फर्स्टमा त अनि कैची भनेको के हो त्यो पनि थाहा छैन अनि कपाल गऱ्यो भने हेर कपाल माग्छ चक्कुले काट बस्छ यस्तो छ